हेलो गाइस, अस्ति त मैले यो बिजम्बरीमा मलाई चाहिँ एकदमै चाहिएर चाहिँ यो किनेको थिएँ नि त हैन। अन्त यसको एकदम दामी छ हैन यो। अन्त यो लाइट छ नि, यो लाइट चाहिँ भिडियो बनाउँदा त अब ठिकै छ हैन, तर यो लाइट चाहिँ अझै केमा राम्रो हुँदो रहेछ भन्दाखेरि चाहिँ तपाईलाई म भन्दैछु ल। यसमा ज्याक हाल्यो हैन, त्यसपछि यसलाई यो हाल्यो, त्यसपछि यसको कहाँ छ यो हैन, यो यसको यो खोल्नुपर्छ हैन स्विच। अनि त्यो यसमा चाहिँ यो लाइट पनि चेन्ज हुन्छ नि त हैन अब। अन्त यो बत्तीको चाहिँ अब कामै छैन हैन। यो चाहिँ मलाई चाहिँ यसमा पो सुत्नु मन पर्यो हेर्नु न, कस्तो मजाको लाइट हैन। अन्त मलाई चाहिँ अब जस्तो कलर बनाउँदा पनि भयो हैन, यो डिम लाइटले त केही काम गर्दैन। यसले पो मजाले के भन्नु त, मलाई त यहाँ हाम्रो त ओछ्यान पनि लगाएको पनि छैन हैन। कस्तो मजाले लाइट दिँदो रहेछ। म त यो पो यसको त यो पो फाइदा उठाउँदैछु गाइस, हो कस्तो दामी। अन्त अब चाहिँ म यहाँ ओछ्यान लाउँछु। ओछ्यान चाहिँ म कस्तो तरिकाले लाउँछु भन्दाखेरि यो चाहिँ मेरो सिधै हुन्छ हो यहाँ यसरी। मलाई चाहिँ नि यस्तो लाइटहरू त आँखा दुख्छ नि त, अन्त म चाहिँ यस्तो धिमा लाइटहरू मनपर्छ हैन। अन्त मलाई चाहिँ यो रिङ लाइटले चाहिँ यस्तो राम्रो काम दिइरहेछ कि साथीहरू। म चाहिँ एकदम धिमा मजाको हैन, लाइट पनि आँखामा पनि नबिसाउने। अन्त त्यो भएर म चाहिँ यो बालेर सुत्छु। बिग्रिन्छ होला मेरो कि, तर केही छैन। मलाई चाहिँ यो लाइट चाहिँ एकदमै मन परेर चाहिँ यतिकोमा त सुत्नु पर्यो नि हौ, साह्रै अँधेरोमा चाहिँ कस्तो हुन्छ नि त हैन। यो चाहिँ मेरो ओछ्यान रेडी भयो गाइस। अन्त मेरो चाहिँ ब्ल्याङ्केटहरू पनि यसरी फाटेको छ हैन। यो ब्ल्याङ्केटहरू सबै यस्तो भएको छ, तर पुरा धोएको अस्ति मैले हैन। मलाई चाहिँ यो ब्ल्याङ्केटै कम्फोर्टेबल लाग्छ हैन। यहाँ छ हैन, नयाँ नयाँ पनि सिरानी लगाएको पनि नयाँ छ, यो पनि छ, तर आफ्नो आफ्नो के हो त्यो यो गाइस। यस्तो ज्याति रहेछ, तर म चाहिँ धोएर चाहिँ यही ब्ल्याङ्केट मनपर्छ। यहाँ उद्रेर केही छैन ब्ल्याङ्केटको, तर मलाई चाहिँ यही ब्ल्याङ्केट एकदमै कम्फोर्टेबल, हल्का तातो न्यानो लाग्छ हौ। त्यो भएर चाहिँ म यो नै ओर्ने गर्छु। अन्त अब लाइट मारे यो मेन लाइट चाहिँ म हेर्नु पनि सक्दिनँ आँखाले गर्दाखेरि कि। त्यसपछि यो बालेपछि त एकदमै दामी डिम डिम लाइट हुन्छ गाइस हैन। अन्त अब चाहिँ म सुतेको गाइस। गुड नाइट एभ्रिवान।